त्यस्तै थियो यार त्यो है ए साँच्चै यार साथी यार तर एउटा कुरा भन्नु थियो कि म बिहा गर्न आँटेको यार कङ्ग्रेचुलेसन है त धन्यवाद यार सुन न त विवाहित मान्छे है यसो टिप्स दिन कस्तो हुन्छ लाग्यो यार विवाहपछि विवाहपछि त कुरै नगर न यति रमाइलो लाग्यो तँलाई चिया खान मन लाग्यो ओछ्यानमा तँलाई भात खान मन लाग्यो नि भातको भन्न पाएन ओछ्यान भात तँलाई बाहिर फेरि कतै हिँड्न मन लाग्यो तेरो मन लाग्दिल हिँड्ने तँलाई एकल फोन धरि आउँदैन कुरै नगर्नु त्यो त्यस्तो खतरा हुन्छ र एकदम रमाइलो इन्जोय म त बिहे गरेदेखि यति धेरै खुसी छु कि खुसीको सिमा नै छैन ल भनेपछि त आफै खतरा हुँदो रहेछ एकदम हिँड्दा तेरो घर नि आइसक्यो हिँड्न त काम भित्र आइस भतिजा नि भेट्नु चिया पनि पिउँला दुधै सक्यो कालो चिया भयो नि भइहाल्यो नि हिँड्न भाउजू पनि छैन ए बाबा म आफै बनाउँछु कि हिँड्न यार होइन भने अलिक पछि उसको घरमा जान र उसैलाई तान्नु पर्यो रहेछ मलाई तान्नु लाउने बेला पछि जालास नि यार बुझ्नु ए बाबा मलाई भतिजलाई हेर्न मन लाग्यो यो मान्छेलाई आफ्नो घर ल्याउने के दुःख भएको होला भाउजू त घरै हुनुहुन्छ त लुगा सुकाउँदै झुट बोल्दो रहेछ भाउजूलाई भन्ने त मिठो चिया बनाउन होइन उता होटेलतिर गएर खाउन ए बाबा भाउजू हुँदा किन होटेलको चिया खाने हो र भन्न बुढी एक कप चिया बनाउन ल्याइदेऊ न के रे एक कप चिया रे म यो घरको नोकर हो जुन बेला भने त्यही बेला चिया खान पर्ने दिउँसभरि गाउँ डुलेर आएको छ बेला न पुगेला चिया न चिया अघि त तैँले खुब फुर्ती लगाइरहेको छ साथी विवाहितलाई यस्तो हुन्छ उस्तो हुन्छ के हो यो साथी धेरै गाह्रो छ यार लुगा धुन लाउँछु भाँडा बजा लाउँछु त्योहरू बेन साथी ल धेरै रोएर नाटक देखाउने हैन यति लुगा धोएर आउने हेलो मम्मी अहिले त बिहा नगर्ने मैले त लुगा धुनु पर्दो रहेछ नि